इफ तिमीले आफूलाई प्रो प्लेयर सम्झिन्छौ अथवा खतरा गेम खेल्छु जस्तो सम्झिन्छौ भने केटा हो तिमीहरूले सिएस र्याङ्क स्टार्ट गर। सिएस र्याङ्क स्टार्ट गरिसकेपछि तिम्रो पनि 3 राउन्ड हुन पर्यो, अपोनेन्टको पनि 3 राउन्ड हुन पर्यो होइन। र त्यो लास्टको 1 राउन्ड जुनमा डु अर डाईको सिचुएसन हुन्छ केटा हो, त्यसमा चाहिँ तिमीहरूले आफ्नो साथी सबैलाई एलिमिनेट हुने भन र सबैजना एलिमिनेट भइसकेपछि 1 भर्सेस 4 ओन्ली फिस्टले हाने केटा हो। ल इफ तिमीले 1 भर्सेस 4 त्यो फिस्टले हानेर बोया गर्यो भने तिमीहरू प्रो प्लेयर हो भनेर म ठान्छु केटा हो। र कम्प्लिट गर्यो भने सबैजनाले मलाई मेन्सन गर, म त्यो भिडियोमा लाइक सेयर कमेन्ट रिपोर्ट सब हानिदिन्छु। ल केटा तिमीहरूलाई एउटा च्यालेन्ज हो मेरो तर्फबाट। ल केटा तिमीहरू सबैलाई मेरो तर्फबाट च्यालेन्ज हो है त, यो मेरो च्यालेन्ज हो तिमीहरूलाई। आइडी चेक रे, पुरा आइडी चेक हुँदैन, तै सक्दैन फिस्टले रे। केटा ट्राई गर न, केटा ट्राई गर न, केटा ट्राई गर न। इम्पोसिबल रे तै केटा, इम्पोसिबलले पोसिबल गराउने मान्छे होइन तिमीहरू भन त। केटा इम्पोसिबललाई पोसिबल गराउने मान्छे केटा। तिमीहरूलाई म स्किल भनिदिन्छु रोक, तिमीहरूलाई म स्किल भनिदिन्छु के गर भन्दाखेरि तिमीहरू यो लिग माकुरा लिग होइन, माकुरा लिग अनि आफूले पहिला सबैभन्दा पहिला आफूलाई हिल बढाउने लिग यो लिग होइन। अनि यो लिगेपछि केटा तिमीहरूले क्ला लिग, यस्तरी क्ला लिग होइन केटा। अनि यतापट्टि के लिग भन्दा तिमीहरूले अरू अरू केही पनि नलिग केटा। त्यतापट्टि चाहिँ कहाँ गयो त्यो जोटा, खै जोटा कहाँ गयो क्याट नै हो यो जोटा लिग होइन केटा हो। अनि यस्तो गर, म तिमीहरूलाई लोनमा अलिकति डेमो दिन्छु केटा हो। यतापट्टि लोन स्टार्ट गर, बुझ्यो नि केटा हो।